नमस्ते। यो हो सूर्य अनियर। यति बेला हाम्रो देश नेपाल चुनावी माहौलमा छ। केही महिना पहिलेको जेनजीहरूको आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यू राजीनामा दिन बाध्य हुनुभयो। उहाँको राजीनामासँगै जेनजीहरूले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीज्यूलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय गरे। उहाँ प्रधानमन्त्री भएसँगै संसद विघटन भयो र फागुन 21 को लागि चुनावी मिति तय गरियो। यस बीचमा जेनजी आन्दोलनको क्रममा देशमा विभिन्न घटनाहरू घटे। देश जलाइयो, देशका धरोहरहरू जले। आज फागुनको 11 गते हो। यस अर्थमा अबको 10 दिनपछि देशमा चुनाव हुँदैछ। हुन त संसद पुनर्स्थापना गरिपाउँ भनेर एक पक्षले सर्वोच्च अदालतमा रिट दायर पनि गरेका छन्, तर सर्वोच्च अदालत आजसम्म मौन छ। हाम्रो देशको सर्वोच्च अदालत जसको सरकार आउँछ उही सरकारको कुरा सुन्ने चाहिँ यो पहिल्यैदेखि नै हो। तैपनि यस्तो गम्भीर विषयमा सर्वोच्च अदालत मौन बस्नु कतिको जायज हो, यो चाहिँ यहाँहरूले नै छुट्याउनु होला। हुन त अहिले देशमा एक थरी जेनजीहरूकै हलिमहली छ। अदालतलाई धम्क्याइएको हुन सक्छ, केही पनि आदेश गर्नबाट वञ्चित गराइएको हुन सक्छ। खैर, यस विषयमा पनि पछि खोज्दै जाउँला। सर्वोच्च अदालत यस्तो ठाउँ हो, यहाँहरू सबैलाई थाहा छ, त्यहाँ जजहरूले बोलेका हरेक कुराहरू, हरेक शब्दहरू देशका कानुन हुन्छन्। त्यसैले यस्तो गम्भीर विषयमा अदालत मौन बस्नु अलिकति नसुहाएको जस्तो चाहिँ पक्कै पनि देखिएको छ। खैर, फागुन 21 मा चुनाव चाहिँ हुने नै भयो। यस पटकको चुनाव निकै इन्ट्रेस्टिङ हुनेवाला छ। मलाई लाग्छ यस चुनाव पश्चात धेरैभन्दा धेरैजना सांसदहरू पक्कै पनि हामीले नयाँ अनुहारहरू पाउनेछौँ। यो चुनाव यस अर्थमा पनि निकै इन्ट्रेस्टिङ छ कि हामीले हरेक दिन देखिरहेका छौँ कि विभिन्न नयाँ अनुहारहरू, विभिन्न सम्भावना बोकेका व्यक्तित्वहरू यस पटकको चुनावमा छन्। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहज्यू पनि यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको लागि चुनाव लड्ने कुरा त यहाँहरूलाई थाहा नै छ। अहिले सरसर्ती हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनविश्वास निकै उच्च रहेको हामीहरूले देख्न सक्छौँ। हुन त विभिन्न सभा समारोहहरूमा हरेक राजनीतिक दलका भेलाहरू निकै ठुलो नै देखिन्छ। सामाजिक सञ्जालदेखि विभिन्न ठाउँको जनलहरहरू हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको निकै चासो बढेको चाहिँ हामीले देख्न सकिन्छ। बालेन शाहज्यूले काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दा निकै महत्त्वपूर्ण कामहरूको थलानी गरेसँगै उहाँप्रति जनताको विश्वास बढेको हो कि जस्तो मलाई लाग्छ। हुन त उहाँले देखिने काम खासै गर्नुभएको चाहिँ छैन, तैपनि सुरुवाती चाहिँ उहाँले देखाउन खोज्नु भएकै हो। एकछिन विगतलाई सम्झिँदा पनि हाम्रो देश नेपालमा जनताहरूले विश्वास गरेको दलहरूले देशलाई सोचेको जति विकास चाहिँ दिन सकेका छैनन्। 2064-65 मा पुष्पकमल दाहाल प्रचण्ड आए,
तैपनि देशमा केही पनि भएन। त्यस पश्चात 70, 71, 72मा केपी शर्मा ओलीज्यू आउनुभयो। उहाँबाट पनि देशलाई खासै केही भएन र अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् बालेन शाहप्रति यो देखिएको यो जनलहरले पनि विगतलाई हेर्दा त्यस्तै हुन जाने पो हो कि भन्ने आशंका चाहिँ एक पक्षमा जीवितै छ। यस पटकको चुनाव यस अर्थमा पनि निकै इन्ट्रेस्टिङ छ कि उक्त बालेन शाह देशको 4 पटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्ति केपी शर्मा ओलीज्यूसँग झापा 5बाट चुनाव लड्दैछन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट 7 पटक चुनाव लडिसकेका छन् भने त्यसमा उहाँले 6 पटक चाहिँ जित हासिल गरेका छन्। त्यसैले पनि झापा 5 यसपालिको चुनाव निकै इन्ट्रेस्टिङ हुने देखिन्छ। बालेन शाह पनि भावी प्रधानमन्त्रीकै रूपमा अघि सरेका छन् भने नेकपा एमालेको तर्फबाट केपी शर्मा ओलीज्यू पनि भावी प्रधानमन्त्रीकै लागि अगाडि सरेका छन्। त्यस्तै अरू ठाउँहरूमा पनि हामीले विभिन्न ठाउँमा विभिन्न नयाँ अनुहारहरू देख्न सक्छौँ। ऋषि धमला, सागर ढकाल, जगदीश खरेल, कुलमान घिसिङ, हर्का साम्पाङ यस्ता विभिन्न नयाँ अनुहारहरू चाहिँ यस पटकको चुनावमा चुनावी अभियानमा देखिएका छन्। सबैजना आफ्नो पार्टीबाट संसद बन्ने आशमा छन् भने कोही प्रधानमन्त्री बन्ने आशमा रहेका छन्। कुन पार्टीले जित्छ, कसको बहुमत आउँछ यो चाहिँ फागुन 21 पछि नै थाहा होला। र बाँकी अरू भिडियोहरूमा यस विषयमा पनि सम्भावना बोकेका पार्टीको विषयमा पनि सम्भावना बोकेका व्यक्तिको विषयमा पनि विभिन्न अध्ययन गरेर अरू एपिसोडहरू लिएर आउने नै छु। आजको यो सुरुवाती भिडियो यहाँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। फेरि अर्को भिडियो लिएर भोलि आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।